मुक्तकको महासङ्घ मुक्तक महासङ्घको एउटा अवधारणा मैले राख्न चाहेँ। यो काठमाडौँमा भएका संस्थाहरू मात्रै होइन, नेपालभरिकै सबै संस्थाहरू जुन आधिकारिक संस्थाहरू छन् मुक्तकका, ती सबैलाई समेटेर एउटा मुक्तक महासङ्घ बनाउन सकिन्छ कि? यसो गर्दा हामीमा रहेको जुन एकबद्धता छ त्यो अझ बलियो हुन्थ्यो र जहाँ जुनसुकै काम गर्नलाई पनि हामी दबाब दिनलाई पनि हामीले सजिलो हुन्थ्यो भन्ने मलाई लाग्छ। जन्मेको माटो बिर्सिन्छ, मेची काली बिर्सिन्छ। जन्मेको माटो बिर्सिन्छ, मेची काली बिर्सिन्छ। जन्मदाता बिर्सिन्छ, खाएको थाली बिर्सिन्छ। जन्मेको माटो बिर्सिन्छ, मेची काली बिर्सिन्छ। जन्मदाता बिर्सिन्छ, खाएको थाली बिर्सिन्छ। अहो समय बदलिएछ, निकै म हेरिरहेछु। अहो समय बदलिएछ, निकै म हेरिरहेछु। अचेल कृतज्ञ छ फुल पनि माली बिर्सन्छ। यदा कदा अकस्मात दुःख पर्दा ऋण नलागोस् भनेर मकिएका हामी दुई खाँबा मर्दा ऋण नलागोस् भनेर। यदा कदा अकस्मात दुःख पर्दा ऋण नलागोस् भनेर मकिएका हामी दुई खाँबा मर्दा ऋण नलागोस् भनेर। वृद्धाश्रममै भए पनि वृद्ध भत्ता जम्मा गरेका छौँ छोरा। वृद्धाश्रममै भए पनि वृद्ध भत्ता जम्मा गरेका छौँ छोरा, ताकि तपाईँ हाम्रो शुद्ध शान्ति गर्दा ऋण नलागोस् भने। सर्जनलाई प्रोत्साहन र सृजनालाई सम्मान भन्ने नारालाई आत्मसात गर्दै सङ्ग्रह किनेरै पढ्ने बानीको विकास गरौँ भन्ने उद्देश्यका साथमा गएको असोज 5 गते निरञ्जना मुक्तक सङ्ग्रहको विमोचन भएको थियो। यसै हल्ला जुन मुक्तक सङ्ग्रहको बिक्री तथा वितरणबाट आम्दानी भएको रकम मध्येबाट मेरो सम्पूर्ण खर्चहरू कटौती गरिकन 50,000 मैले संस्थाको कोषमा डिपोजिट गरिसकेको कुरा जानकारी गराउँछु। खस्ता पनि खुसी पानी र छाँगो हेर, किन भन्छौ मेरो मात्र आकाश। माथि माथि चङ्गा तल तल धागो हेर, माथि माथि चङ्गा तल तल धागो हेर। उहाँ कोही पनि यहाँ उपस्थित आउनुहुन्छ। अनि यो जुन महावीर विश्वकर्मा सम्मान स्मृति सम्मान छ, मैले सुरुमै भनेको थिएँ, हामी अग्रजहरूबाट आशीर्वाद लिन्छौँ, अनुजहरूले हौसला दिन्छौँ। यही सिलसिलामा आज महावीर विश्वकर्मा स्मृति सम्मानबाट जो पुरस्कृत हुँदै हुनुहुन्छ उहाँको नाम त अहिले आइ नै आएको छ, यहाँले चिनाउनै हुनेछ। हामीले कुन आधारमा उहाँको नाम छनौट गऱ्यौँ भन्ने कुरा पनि मैले बताइरहेको थिएँ अघि। उहाँ यहाँ मञ्चमा आउनुभएपछि तपाईँहरू आफै पनि बुझ्नुहुनेछ। र एउटा कुरा चाहिँ म के भन्छु भने, यो महावीर विश्वकर्मा स्मृति सम्मानको जुन आजबाट हामीले सुरु गरेका छौँ, यो प्रक्रिया, यो स्मृति सम्मान हामी आगामी वर्षमा सक्यौँ भने अझ ठुलो रूपमा गर्दै जानेछौँ। र आज जो सम्मानित हुनुभएको छ उहाँहरू जस्तालाई नै सम्मान गर्ने हामीले चाहिँ प्रण पनि लिएका छौँ। धेरै समय नलिकन म मेरो एउटा अवधारणा, यो नितान्त नयाँ अवधारणाले म राख्दैछु यहाँहरू समक्ष। यहाँ सबैजना मुक्तकारहरू हुनुहुन्छ, मुक्तकलाई माया गर्नु यहाँ उपस्थित हुनुभएको छ र मुक्तकको संस्थाका प्रतिनिधिहरू सहित मुक्तकारहरू आफै पनि हुनुहुन्छ। उहाँहरू सबै समक्ष मैले एउटा मुक्तक महासङ्घको एउटा अवधारणा मैले राख्न चाहेँ। यो काठमाडौँमा भएका संस्थाहरू मात्रै होइन, नेपालभरिकै सबै संस्थाहरू जुन आधिकारिक संस्थाहरू छन् मुक्तकका, ती सबैलाई समेटेर एउटा मुक्तक महासङ्घ बनाउन सकिन्छ कि? यसो गर्दा हामीमा रहेको जुन एकबद्धता छ त्यो अझ बलियो हुन्थ्यो र जहाँ जुनसुकै काम गर्नलाई पनि हामी दबाब दिनलाई पनि हामीले सजिलो हुन्थ्यो भन्ने मलाई लाग्छ। त्यसैले यो मुक्तक महासङ्घको एउटा अवधारणा यहाँहरू समक्ष राखेर आज उपस्थित हुनुभएका सम्पूर्ण
आदरणीय जनहरूमा म हार्दिक विनम्रताका साथ हार्दिक धन्यवाद टक्राउँदै म मेरो आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु। जय मुक्तक। यो मुक्तकालय नेपालले आगामी दिनहरूमा आफ्ना कार्यक्रमहरूलाई अझै सार्थक बनाउँदै लगोस्, अझै यो अभियानमा अझै फराकिलो भएर अझै विस्तारित भएर अगाडि बढ्नुहोस्। म हार्दिक शुभकामना व्यक्त गर्छु। जन्मेको माटो बिर्सिन्छ, मेची काली बिर्सिन्छ। जन्मेको माटो बिर्सिन्छ, मेची काली बिर्सिन्छ। जन्मदाता बिर्सिन्छ, खाएको थाली बिर्सिन्छ। जन्मेको माटो बिर्सिन्छ, मेची काली बिर्सिन्छ। जन्मदाता बिर्सिन्छ, खाएको थाली बिर्सिन्छ। अहो समय बदलिएछ निकै म हेरिरहेछु। अहो समय बदलिएछ निकै म हेरिरहेछु। अचेल कृतज्ञ छ फुल पनि माली बिर्सन्छ। अचेल कृतज्ञ छ फुल पनि माली बिर्सन्छ। मेरो यो मुक्तसँगै फेरि पनि यहाँ सबैप्रति हार्दिक आभार व्यक्त गर्छु। मुक्तकालय नेपालको प्रथम वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको विशिष्ट समारोहका सभाध्यक्षज्यू, प्रमुख अतिथि आदरणीय ज्ञानबहादुर पौडेलज्यू, मञ्चासीन विभिन्न संस्थालाई प्रतिनिधित्व गर्नुहुने र मुक्तको अभियानमा लाग्नुहुने अतिथिज्यूहरू र यो मञ्चाभिमुख रहनुभएका आदरणीय गुरु प्राध्यापक कपिल अज्ञाज्यू, प्राध्यापक डाक्टर गोविन्दमान सिंह कार्कीज्यू र विभिन्न सङ्घ संस्थाबाट यो कार्यक्रममा उपस्थित हुनुभएका महानुभावहरू, यहाँप्रति सर्वप्रथम म हार्दिक नमन गर्छु। सबैभन्दा पहिले मुक्तकालय नेपालको यो प्रथम वार्षिकोत्सवका अवसरमा सो संस्थाप्रति म हार्दिक बधाई र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। म यति बेला महावीर विश्वकर्माजीलाई स्मरण गरिरहेको छु। अत्यन्तै जुझारु, अत्यन्तै क्रियाशील भएर उहाँ मुक्तकको उन्नयनको अभियानमा उहाँ समर्पित हुनुहुन्थ्यो र दुःखद एउटा अकल्पनीय घटनाले उहाँलाई हामी बिचबाट भौतिक रूपमा साथ छुटायो। तर पनि उहाँको योगदान, उहाँको मुक्तकप्रतिको समर्पण र जुन अभियानमा उहाँ संलग्न हुनुहुन्थ्यो त्यसले उहाँलाई चिरकालसम्म अमर बनाउनेछ। म उहाँप्रति हार्दिक श्रद्धा अर्पण गर्दछु। यति बेला मलाई यो अलिकति सङ्कोच पनि लागिरहेको छ। आज नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष आदरणीय रामकाजी कोनेज्यू विशेष कारणवश कार्यक्रममा उपस्थित हुनुहुन्छ र उहाँको प्रतिनिधित्व गरेर म कार्यक्रममा यहाँ आएको छु। चौधरी भाइलाई इतिहासमा आमन्त्रण गर्दछु र उहाँको जन्मदिन पनि रहेकोले उहाँलाई जन्मदिनको पनि एक भूगोल शुभकामना दिन चाहन्छु र आगामी दिन उहाँका यस्तै साहित्यिक उत्तर प्रगति, साहित्यिक आकाशमा उचाइ छुने कामना पनि गर्दछु। आजको कार्यक्रम जुन मुक्तकालय नेपालको प्रथम वार्षिक उत्सव र स्वर्गीय महावीर विश्वकर्मा स्मृति कार्यक्रममा मुक्तकालय नेपालले जुन मलाई यसरी मेरो जन्मदिनको अवसरमा यस कार्यक्रम आयोजना गरेको छ, यहाँलाई सबैजनालाई उपस्थित भइदिएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसरी मैले मुक्तक लेख्न थालेको चाहिँ महावीर विश्वकर्मा दाजुकै कार्यक्रम सुनेर नै मैले सुरु गरेको थिएँ लेख्न। उहाँकै प्रेरणा भनौँ न लेख्न सुरु गरेको 75 सालदेखि कार्यक्रम सुन्दै त्यसपछि लेख्दै गर्दाखेरि आज यहाँसम्म आउन सफल भएको छु। अहिले त्यो फोटो मार्फत मुक्तक प्रतियोगितामा त्यसमा चाहिँ आफूलाई निखाइरहेको छु प्रत्येक हप्ताको, त्यसमा सहभागी भएर त्यसरी नै मुक्तक लेख्दा आजसम्म यहाँ सबै मुक्तकलाई भेट गर्ने अवसर मिल्यो। हिँडुल गर्न त कार्यक्रममा अरू ठाउँ जान सक्दैन, भए पनि फेसबुकहरूमा देखिरहेको हुन्छु कार्यक्रम भएको, जान पाए हुन्थ्यो जस्तो लाग्छ, तर उपस्थित हुन चाहिँ सकिनँ। त्यही हो, सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो निरञ्जना दिदी, सिंहदेव सर अनि हाम्रो पाठकसँग पुर्याउने हाम्रो कमिसर हुन्छ,
उहाँलाई पनि धेरै धेरै बेला धेरै सानो पुराणबाट उहाँले पाठक सामु यसरी यो मुक्तकालय संस्था स्थापना सँगसँगै र यसले वर्ष दिन नपुग्दै यसले धेरै कार्यक्रमहरू अगाडि बढाएको छ र सम्बन्धित यस क्षेत्रलाई विस्तार र टेवा पुर्याउनुको निम्ति अथवा यस विषयलाई सहयोग पुर्याउनु हुने सबैलाई चाहिँ के भन्दा सम्मान पनि गर्नुभएको छ र स्मरण पनि गर्नुभएको छ र यो क्षेत्रमा लाग्नुहुने अब सम्मानित व्यक्तित्व अझै बाँकी छ। अघि उल्लेख गर्नुभएको आजकै जन्मदिन पढ्ने हाम्रा आदरणीय मान्यवरहरूलाई पनि सम्मानित गर्दै हुनुहुन्छ। त्यसकारण यो संस्थाको उत्तरोत्तर प्रगति होस्, अझै यसले चाहिँ यो विषयलाई मजबुत गर्दै अझै आकारहरू यसलाई चाहिँ फराकिलो बनाउँदै लग्न सकोस् भन्ने म शुभकामना पनि दिन चाहन्छु। सर्वप्रथम त म मुक्तकको उन्नयन, विकास र विस्तारमा सघाउ पुर्याउने उद्देश्य लिएर स्थापना भएको मुक्तकालय नेपाललाई हार्दिक बधाई दिन्छु। विगत लामो समयदेखि मुक्तकमा समर्पित शालीन व्यक्तित्वका धनी मुक्तकार सुनिलजी, मुक्तकालय नेपालकी अध्यक्ष मृदुभाषी प्रिय बहिनी निलञ्जना भारद्वाज विशेषतः यो सुन्दर अभियानका निम्ति हार्दिक बधाई तथा शुभकामनाका पात्र हुनुहुन्छ। राष्ट्रिय स्तरमा पुर्याउनका लागि उहाँहरूले अझ बढी आफ्नो सक्रियता कायम गर्नुहुनेछ र मुक्तकलाई विशिष्टता प्रदान गर्नुहुनेछ भन्ने कुरामा म शुभकामना व्यक्त गर्न चाहन्छु। र हामी मुक्तक अभियन्ताहरूका 3टा उद्देश्य थिए। 3टा मध्ये पहिलो उद्देश्य टिकटमा मुक्त कार्यक्रम हामीले 4 जना अघि सुनिलजीले भनिसक्नुभयो, 4 जना दाजुभाइ मिलेर हामीले सम्पन्न गर्यौं। यो एउटा ऐतिहासिक कार्यक्रम थियो। अब हामीसँग 2टा उद्देश्य बाँकी छन्। एउटा महाधिवेशन र अर्को त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा मुक्तकलाई समावेश। र यी 2टा कुरामा पनि यहाँहरूको साथ सहयोग र समर्थन रह्यो भने आगामी वर्षमा हामीले यी 2टै कार्यक्रमहरूलाई सफलतापूर्वक सम्पन्न गर्नेछौँ भन्ने कुरामा म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु। र यति भन्दै म मुक्तकालय नेपालको उत्तरोत्तर प्रगतिका लागि फेरि पनि हार्दिक शुभकामना व्यक्त गर्छु। स्थापित यस मुक्तकालय नेपालको अझै कोषमा सहयोगार्थ रु 1,11,111 रुपैयाँ प्रदान गर्नुभएकोमा यहाँको योगदानको कदर गर्दै धन्यवाद। यस संस्थाको मानार्थ आजीवन सदस्य सहित यो कदर पत्र प्रदान गरिएको छ। यहाँको सुस्वास्थ्य दीर्घायु एवं साहित्यिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ, धन्यवाद भनिएको छ। र यहाँ सचिव, अध्यक्ष र संरक्षकज्यूको हस्ताक्षर रहेको छ। र यो कदर पत्र ग्रहण गरिदिनु हुनका लागि नेपाल मुक्त प्रतिष्ठानका महासचिव आदरणीय यादव भट्टराईज्यूलाई हार्दिक अनुरोध गर्दछु। गाडी मात्रै हाइवेमा उडेको देखेको छु मैले। इभीहरू चाहिँ अधिकांश इभीहरू चाहिँ करिडोरमै उडिराखेका छन्, दायाँ बायाँ बगैँचा छ। सायद साहित्यिक यात्रा पनि यस्तै देखिँदै गएको छ यो माहौल। गजलकार तथा मुक्तकार आदरणीय ज्ञानमाधव पौडेलज्यू, त्यसै गरी विशिष्ट अतिथिमा साहित्यिक सञ्चारकर्मी तथा आवरण प्रकाशनका संस्थापक आदरणीय रमेश पौडेलज्यू, त्यसै गरी नेपाल मुक्त प्रतिष्ठानको कोषाध्यक्ष तथा मुक्त सागर पत्रिकाकी सम्पादक आदरणीय निशा केसीज्यू, त्यसै गरी घुम्ती मुक्त नेपालका
अध्यक्ष आदरणीय निर्मल रमण पराजुलीज्यू र त्यसै गरी महावीर विश्वकर्मा स्मृति सम्मानबाट आज सम्मानित हुनुभएका आदरणीय भाइ सुरेन्द्र चौधरीज्यू, त्यसै गरी यस संस्थाका संरक्षक सुनिल अधिकारीज्यू लगायत हाम्रो निमन्त्रणालाई स्वीकार गरेर कार्यक्रमको गरिमामय अवस्था बढाइदिनको लागि उपस्थित हुनुभएका सम्पूर्ण हाम्रा आदरणीयजनहरूमा नमस्कार र स्वागत पनि। म धेरै बोलेर कार्यक्रमको लामो अवधि बढाउन चाहदिनँ। छोटो पिठो बोलेर छोटकरीमा शुभकामना र धन्यवादमै सीमित रहेर कार्यक्रमको विसर्जन गर्न चाहन्छु। मुक्तकला नेपालको स्थापना कालदेखि आजको दिनसम्म आइपुग्दाखेरि मुक्तकला नेपालको उद्देश्य र कार्य प्रगति, त्यसै गरी आजसम्म आइपुग्दाखेरिको हाम्रो यो मुक्त महासङ्घको अवधारणासम्म पनि संरक्षकज्यूबाट आइसकेको कारणले फेरि त्यही कुराहरू दोहोऱ्याउनु भनेको यो कार्यको अवधि लम्ब्याउनु मात्रै हो। यसै पनि हामी दुवैजनाको संस्था एउटै भएको कारणले कार्यनीति, उद्देश्य र कार्य प्रगति र भावी योजना एउटै हुन जानु स्वाभाविक पनि हो। त्यसैले मैले छोटकरीमा कार्यक्रम विसर्जन गर्ने तयारी छु। नेपाली साहित्यको मुक्तकका क्षेत्रमा विशेष कार्य सम्पन्न गर्ने उद्देश्यले स्थापना भएको मुक्तकला नेपालले संस्थाका उपयुक्त उद्देश्यहरूका बुदाहरूमा केही गृह कार्य गरिरहेको छ र केही उपनियुक्तिमूलक कार्यहरूलाई मात्रै यहाँ म प्रस्तुत गर्दछु। मुक्तक तथा मुक्तकारहरूको मुक्तकीय क्षमता अभिवृद्धिको हेतुले हरेक साताको शुक्रबार अर्थात् विगत 5 वर्षदेखि फोटोमा मुक्तक प्रतियोगिता सञ्चालन गर्दै आएको त्यो अभ्यासशालामा जसले पनि विजयी भएर आज प्रमाणपत्र हात पार्नुभयो, सम्मानित हुनुभयो, जसले सबैभन्दा धेरै पटक जित्नुभयो, जसले सबैभन्दा धेरै पटक सहभागी जनाउनुभयो, उहाँहरूले आज सम्मानपत्र दिइसक्नु भएको छ। उहाँहरूलाई निरन्तरताको शुभकामना साथै बधाई भन्न चाहन्छु र धन्यवाद भन्न चाहन्छु। त्यसै गरी सर्जकलाई प्रोत्साहन र सृजनालाई सम्मान भन्ने नारालाई आत्मसात गर्दै सङ्ग्रह किनेरै पढ्ने बानीको विकास गरौँ भन्ने उद्देश्यका साथमा गएको असोज 5 गते निरञ्जना मुक्तक सङ्ग्रहको विमोचन भएको थियो। यसै हल्ला जुन मुक्तक सङ्ग्रहको बिक्री तथा वितरणबाट आम्दानी भएको रकम मध्येबाट मेरो सम्पूर्ण खर्चहरू कटौती गरिकन 50,000 मैले संस्थाको कोषमा डिपोजिट गरिसकेको कुरा जानकारी गराउँछु। ज्यूबाट पनि यस संस्थाको अक्षय कोषको लागि अक्षय रुपियाँ 1,01,111 रुपियाँ प्राप्त भएकोमा धन्यवाद व्यक्त गर्दछु। त्यसै गरी मुक्तिनाथ दर्शन साहित्य समाजका संस्थापक आदरणीय श्री हरि भक्त सिद्धज्यूबाट पनि यस संस्थाको अक्षय कोषका लागि अक्षय रुपियाँ 11,111 रुपियाँ प्राप्त भएकोमा धन्यवाद व्यक्त गर्दछु। त्यसै गरी संस्थाको स्थापना गर्नदेखि लिएर आजको यो प्रथम वार्षिक उत्सव कार्यक्रमसम्म सञ्चालन गर्नको लागि हामीलाई सहयोग गर्नुभएकोमा काठमाडौँ महानगरपालिका वडा नम्बर 15 स्वयम्भूका वडा अध्यक्ष जहाँ मुक्तकला नेपालको दर्ता छ श्री ईश्वर मान्डौज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। त्यसै गरी यहाँ नाम नभुलाउने शर्तमा एकजना आदरणीय व्यक्तित्वज्यूबाट रु 5,000 अघि मात्रै प्राप्त भएको छ, उहाँलाई पनि धेरै धन्यवाद। त्यसै गरी व्यावसायिक तथा समाजसेवी कृष्ण आचार्यज्यूबाट संस्थाको कोषको लागि यो सरप्राइज रूपमा दिएको छ। अघि मात्रै नाम भने पनि भन्नु नभने नभन्नु भन्नुभएको थियो। उहाँबाट पनि मलाई यो खाममा 20,000 प्राप्त भएको छ। उहाँले त्यसको लागि उहाँलाई धेरै धन्यवाद व्यक्त गर्दछु र हामीले यहाँहरूको साथ सहयोग आर्थिक भौतिक वैचारिक साथ सहयोग मिल्यो भने
हामीले अझै पुरस्कार राशिहरू बढाउँदै जानेछौँ र हामीले अझै धेरै थुप्रै कामहरू गर्न बाँकी छ, हामीलाई गर्न सजिलो हुनेछ। मुक्तकला नेपालका संस्थापकै भन्छु म। मुक्तकलाई यति हराभरा बनाउनु हुने प्रिय मुक्तकार सुनिल अधिकारीज्यू, नेपाल मुक्तक प्रतिष्ठानको कोषाध्यक्ष निशा केसीज्यू, घुम्ती मुक्तक नेपालका अध्यक्ष प्रिय मुक्तकार पराजुलीज्यू, पछाडि बस्ने उदास मनदेखि अगाडि बस्ने प्राञ्जल मनसम्म, रवि प्राञ्जल भनेर भन्दैछु, उदास मन भनेको उदास कान्ति है। सबभन्दा पछिल्लो दीर्घादेखि अघिल्लो दीर्घासम्मलाई मैले सम्बोधन गरेँ। सर्वप्रथम त प्रिय भाइ महावीर प्रति हार्दिक श्रद्धा सुमन र त्यही नामसँग जोडिएको पुरस्कार आज प्राप्त गर्नुहुने प्रिय भाइ सुरेन्द्र चौधरीज्यू, सुरेन्द्र भाइलाई मुक्तकिलो बधाई दिन्छु म। आज उहाँको धेरै छ, जति भने पनि आज चाहिँ हामीले भक्त कार्यक्रम देख्छौँ। बेगरमा पनि पुस्तकालय नेपालले यस्तै भौतिक कार्यक्रम गरेकै हो। सुरुदेखि आजसम्म पुस्तकालय नेपालले जति पनि अझ काम गरेको छ त्यो ज्यादै सराहनीय। सकिने नलाग्दो र अरूहरूलाई गीत सघाउने सकारात्मक कुरा भन्दा नकारात्मक कुरा धेरै आयो। यो कुरा जाड लाग्छ र जाड पनि लाग्दैन मलाई। किन मलाई जाड पनि लाग्दैन भने हेर्दाखेरि झट्ट जाड जस्तो लाग्यो भने हजुर मुक्तकारले राम्रो कुरा दिनुको लागि समाज पनि सकारात्मक बाटोमा हिँड्नु पर्यो। समाजले पनि सकारात्मक काम गर्नु पर्यो। समाजले सकारात्मक काम गरेर देखाउनु पर्यो। अनि हामी सकारात्मक कुरा दिनु सक्छौँ। के कारण समाज नसुध्रिने, समाज गलत बाटोमा देखाइरहेका अनि कतिले सकारात्मक कुरा समाजमा कसरी देखाउने। प्रसिद्ध साहित्य ज्ञानी उहाँले पनि भन्नुभएको छ, हमको कविता है लाए कहाँ से खुशी के गीत, हम तो वही दे देंगे जो पाए जमाने से। हामी त्यही गीत दिन्छौँ जुन कुरा हामीले समाजले अहिले हामी गर्मी महिनामा छौँ। जाडो महिनामा हाम्रो कोट भएको त्यो मफलर लगाउँछौँ। किन लगाउँछौँ? त्यो न्यानोको लागि। किनभने त्यो बेलामा हामी प्रतिकूल परिस्थितिबाट भएका छौँ। आज मुक्तकालय नेपाल, मुक्तक नेपाल हामीले हाम्रो प्रतिष्ठान जस्तो संस्थाहरू देखेर आजका संस्थाहरू कति भाग्यमा, यतिका अवसर, यति राम्रो मञ्च पाइरहँदो रहेछ। तर पनि मलाई खप्छु छ, हाम्रो कालमा साधन नहुँदै पनि हामी साधनाको बलमा यहाँ आइपुग्छौँ। आजका प्रतिभाहरूको लागि, आजका संस्थाहरूको लागि धेरै मन्त्र अवसर छ र पनि आशातीत
साधना भन्दै चाहिँ पाइरहेको छैन र आज जुन किसिमले सम्मानित गरियो महावीर विश्वकर्मा स्मृति सम्मान हाम्रो भाइलाई माधवको जन्मदिन पनि रहेछ त्यस्तो कार्यका सोधनीय पवित्र कार्यले मलाई के लाग्छ भने नचेरी प्रत्येक जन्मने बाल देख्दा नचेरी प्रत्येक जन्मने बाल देख्दा ईश्वर अझै मानव शास्त्रले धर्मै छ भने देख्छ भने के हुन्छ त्यसै गरी यस्तो मुक्तकालय नेपाल जस्तो संस्थामा उपस्थित हुन पाउँदा मलाई के पनि लाग्छ भने साहित्य यस्ता साहित्यिक कार्यक्रमको औचित्य कहिले समाप्त हुने छैन झन् कतै त्यो मलाई महसुस भएको छ